बिसन्चो भयो हो हाम्रो कथा त। दिनभरि निदाउँछ, रातभरि कराउँछ। सम्झु भन्छु सम्झिरहनलाई, सम्झनाले पनि फुर्के देखाउँछ। हे अब चाहिँ बिर्सिदिन्छु तँलाई भन्छु म ओइ लाटी। हाम्रो अरूको रुख पछाडि हरेक रात एउटा जुन उदाउँछ। साह्रो राम्रो लेखेको छौ मामा तपाईँको लोकल। हाम्रो पल्लवीले यो कविताहरू चाहिँ। अरे दिल्ली यसो मात्रै खानेले आज त पढ्दैछ अब त। तपाईँलाई पढ्नु आउँछ मामा? किन भनिस तिमीलाई पढाउनु आउँछ? अन्त किन सर चाहिँ त्यसै भएको जस्तो लाग्यो? ओ भानिस, जब मैले 12को इक्जाममा नि 2nd डिभिजन लिएर पास गरेको थिएँ नि, त्यति बेला तिमी तिम्रो बाउको झोलामै हल्लिँदै हिँड्थ्यौ। अन्त खै काम पाएको अहिले यसो खाँदै डुल्नुको लागि? अब तिमीलाई के भन्नु हो भानिस, हिजोस्तिको चल्लाहरू हो तिमीहरू। अब त्यो समयमा चाहिँ घरको जेठा छोरा परे, घरमा दुःख थियो। पढ्नुमा त राम्रै थिए नि, बाउ आमाको क्षमता थिएन 12देखि उता पढाउनु सक्ने। फेरि बाउ खसेर भाइ बहिनीको जिम्मा सबै मेरो टाउकोमा आयो। फेरि त्यति बेला सरकारी काम पाउनु भनेको देउता खोजेको जत्तिकै थियो। कलकत्ताहरू जानुपर्ने, दिल्लीहरू गएर इक्जाम बस्नुपर्ने, भाडै हुन्थेन जाने। ए त्यो भएर मत्थु भएको होला है, सर नभएर? होइन हौ भानिस, तिम्रो दाजु जस्तै मेरो दाजु थिएन नि त हौ, नेताको गु चाट्ने। नभए त मलाई पनि चम्चागिरी गरेर सर बनाउँथ्यो होला नि।